Hello everybody, welcome to our channel. So आज हामी हाम्रो साथीको घरमा सुप्पा खानालाई आएको छौं. And here is our Isa. अनि त्यसपछि हामीले चटपटी पनि खान्छौँ, थुक्पा पनि खान्छौँ अनि चिया पनि. अनि यो सब चाहिँ हाम्रो रक्साले बनाउँछ है. अब त्यसको चाबी त्यसले कहाँ राखेको थाहा छैन है. हामी चाहिँ यहाँ वेट गरेर बस्छौं उसको घरमा. अब हामी उ आएपछि तपाईलाई देखाउँछौँ हो. आइसकेको छ. Oh my god, हैन कस्तो राम्रो के कस्तो राम्रो देखाएको आज रक्षालाई कस्तो राम्रो कस्तो राम्रो देखाएको कस्तो राम्रो देखाएको यो इज our custom काफले यस्तो साथी भन्छु म. सो यो चाहिँ ब्याचलर मान्छेको घर यस्तै हुन्छ हैन. अब न बुढाको घरमा न सास ससुरा यस्तै हो. माइन्ड नगर्नु होला ल. यहाँ हाम्रो इस्सु छ आजको कुक प्रिटी लेडी. सो गाइस हामी चाहिँ अब हिँडिसकेका छौँ तरकारी किन्नको लागि. स्पोन्सर बाइ हाम्रो रक्षा. अब अहिले तरकारी किन्न जाँदैछौँ. सो अहिले चाहिँ हामी चटपटे थुक्पाको लागि लाइक प्याज गोलभेडा अनि त्यसपछि अरू सामानहरू लिँदै जाँदैछौँ. हामी तरकारी किन्न जाँदैछौँ. रक्सले प्याज किन्दै छ. मजाले बढी हुन्छ बढी हुन्छ. गोलभेडा म यहाँ क्यामेराम्यान हो नि त. क्यामेराम्यानलाई काम गर्न पाइँदैन क्या. अलिक गिलो गिलो बोक मैले मिक्सरमा त मिक्सीमा घुमाइदिएर गरेको हुन्छ ए चटपटे थुक्पा हुन्छ. सो हामी चाहिँ प्याज किन्न लाग्यौँ. गोलभेडा साग हाल्दैछ. योभन्दा अगाडिको क्लिपहरू पनि मैले भिडियो बनाएर राखेको थिएँ है. तर आई डोन्ट नो सायद त्यो अँध्यारो कोठामा भएर कि यो सबै भिडियोहरू पुरै हल्लायो होइन. काटेको आधी आधी आफै कट्यायो अनि त्यसपछि क्लिपहरू पनि पुरै मर्जवाला आइरहेको थियो कि अनि त्यसैले त्यो अगाडिको भिडियोहरू चाहिँ हाल्न पाएन. दुईटाले पुग्छ. ए चटनी हालेन चारवटा लिन्छ. ल ल यो तिनवटा हाल्छु. Let's go. उतै त होइन धुलो खोर्सानी यस्तो छ त्यो. इमली त्यसपछि चाहिँ हामी गयौँ एउटा किराना पसलमा के भन्छ धुलो खुर्सानी र बिरे नुन अनि खै के लाइक सामानहरू किन्नको लागि. कतिजना त्यसै हो. अनि उयो के भन्छ अरे उयो अदुवा लसुनको पेस्ट छ अनि त्यो चटपटे मसला पाउँछ नि त्यो छ. So we are doing dance. ए बनाना गम वाउ कति पछि आयो बन्न थियो. यो हाम्रो चाइल्डहुड साथीहरू. उसले होइन उसले चाहिँ सामान किनेको सबै त्यहाँ बाटोमा बिर्सेर आयो. अनि खै सामान भनेको त के सामान घर छोडेर आएको थियो त भनेर नानी पादा मासु खाना हामी चाहिँ आइसक्यौँ है. अनि हाम्रो सामान थियो औ लिएको हो पागल नि. कस्तो बाउला यो चाहिँ इसाले किनिदिएको मेरो लागि. तर हामी सबैजना खानेवाला छौँ. एकदम मस्तिनो पारेर लिटरली चटपटेमा नि हाल्नु पर्यो थुक्पामा नि हाल्नु पर्यो. केलाउने म त कहिले केलाउँदिनँ त. पखाल्ने माथि जरा फाल्दिनँ काट्ने. त्यो जरा फाल जराहरू यसमा राख. ओ यो फोरहरू यसमा राख. म यो मिलाउँदै थिएँ साथीहरू हेर यति धेरै मिला त हामी जिन्दगीमा कहिले थिएन. मलाई यार खानको लागि मिलिरहेको छौँ हामीहरू. पहिला चिया पकाउन रक्षा के भयो त कचेरा भए पनि अलि धेरै पकाउनु धेरै. मलाई चाहिँ म अलि अन्त गाडी छु. साली काम गरेको
त्यो त्यो गरेको भए उता पानीमा पखाल्छ यसलाई त्यो धनियाँलाई रक्षा चाहिँ आफ्नो यो अवतारमा खोर्सानी लाम लाम बनाइदियो कि गोलो गोलो बनाइदियो सुपालाई रक्षा चाहिँ आफ्नो अवतारमा आएको छ रक्षा सुपालाई गोलो गोलो बनाइदियो कि लाम लाम बनाइदियो खोर्सानी चटपटेको लागि मसिनो काट हालिन्छ भने चटपटे तर चटपटेको सुपालाई लाम लाम बनाइदियो है यसरी हुन्छ लाम लाम बनायो चटपटे ओ माई गॉड तिमीले कसरी काटिरा छौ है किन हात काट्दैन तेरो काट्दैन ओ माई गॉड यार त पो रहेछ म त आउँदैन यस्तो काट्नलाई त हो आउँदैन नि सुटार्नु तँलाई यसबाट काट्ने हैन कि यताबाट काट्ने यताबाट काट्ने मलाई लाग्छ यताबाट काट्ने होला पछाडिबाट यसरी मलाई थाहा थिएन कस्तो तिमी मेरो मजा नआउनु ल प्लिज होइन होइन किन सानो भयो पहाडको मान्छे त्यो पनि होइन क्या पहाडको मान्छे जे पनि यता मेरो चक्कु चलाउँथ्यो नि त चुलेसी सुलेसी मैले जिन्दगी थाहा छैन हैसिया पनि चलाएन होला हँसाइ चाहिँ थाहा मलाई हँसिया चाहिँ यसरी च्याप्पो चलाउने अनि यसरी काट्ने है हेर्नु गाई चाहिँ होइन यसले यति काटेन भने चाहिँ ड्यास गर्नुपर्छ झाड लाउनुपर्छ यसो काटिराख्छ नि भागमा बाट्न भन्छ राम्रोसँग काटेन कि वाउ सिक सिक मेरो अडियन्सलाई सिक यसरी होइन यो काम गर्नलाई के भन्छ अरे सकरमा यसरी के भन्छ अरे जाकर्मी खै किन भने यसरी पर्छ तर अहिले नगरी कालो आउँछ अलिकति भने यस्तो होइन झाडीले भयो नि त हात काट्ली चाहिँ फेरि बिस्तारै धारेर भन्छ यसो गर्दै जानु हात काट्ला त्यही नकाटेको होइन के गरौँ तपाईँलाई नुहा होला चिया पाक्दै खान्छ मेरो फेरि क्यामेरा खसेर राम त रुन 8,000 आजै हुन्छ फेरि सु वाउ चिया हेर्नुहोस् एकछिन बनाउनु सकेको के हुन्छ मलाई मात्रै पर्छ पिरो तिमीलाई पर्दैन खै त्यो वाउ तिमी कस्तो ज्ञानी भने उसलाई मात्रै पर्छ अरे हेर कस्तो साथी पनि राम्रो राम्रो पाएँ भने म त त्यस्तो थिइनँ म तिमीहरूलाई परोस् मलाई नपरोस् यस्तो भन्नेवाला हो नि त म त फेरि माइन्डसेट यो काम गर्नको लागि यति धेरै डेडिकेसन मैले रक्षाको असाइनमेन्ट दिएको थिइनँ जस्ट पेड अफ असाइनमेन्ट गर्दा हुँदै हुँदैन थियो भन्नु फेरि हामी पनि कस्तो एकदम उवाला हो क्या मलाई करेन्ट लागेर घोचेको त्यसले रक्षा त्यो कुरा त बन्द गरेर गरे उसको फेभरेट हो करेन्ट त करेन्ट लाग्यो त खुसी हाल्छ बेसार पनि हालेर उ गरा पोइन्ट हुन्छ उडाउँछ जस्तो लाग्यो मलाई त्यो डर लागेर ओइ टुलिपै रहेछ टुलिप यसले किन टुलिपको झोला बोकेर आउँछ भनेको त टुलिपको रहेछ नि त यसको त फ्रीमा कितना दिन मतलब पिक्चर हल्लिँदैन न बिर्को भने त्यो बिर्को माथिबाट हात राख्न गुन्द्रुकको अचार बनाएर खान मिठो हुन्छ ल त थोरै अमिलो चाक फ्राई गर अमिलो छ कि छैन लिएर जाम गुन्द्रुक चाहिँ यो त अचार हो के अचार हो अमिलो समिलो हालेको खाने गर्न हुँदा खाँदैन म त किन हेर पनि खान्छन् मेरो मास्तेको क्या मास्तेको यिनीहरू खाना मिठो पाएर छ मिठो यो रोटीसँग कस्तो मिठो हुन्छ यो लाने दामी है त्यो सुक्खा रोटीसँग आयो कस्तो अनि दुध चिया सुक्खा रोटीसँग क्या दामी यो सहयोग गर्नु भोटे भोटे रोटी बनाएर लिएर आइज त सुक्खा रोटी हाम्रो यो सुन्दा उही रक्षा यो पर्सि हाइकिङमा लिएर आइज खानुहुन्छ होइन यहाँ नखाने भयो मजा आउँछ यो खाँदै जानु यस्तो यमी फुड रिभ्यू आजको लागि ओइ मन ट्राई गर मलाई भनेपछि फेरि मलाई कस्तो ट्राई गर्नु घरको अब चाहिँ गुन्द्रुक हाल्दै यसमा हालिदिनु ए गुन्द्रुक खानु यसले त गनाएर छैन गराएन केमा गुन्द्रुक हाल्नु कस्तो न त कस्तो अन्धाराबाट सबले एक एक भिसाबी हुने रक्षा मलाई धेरै यिनीहरूलाई ग्यास्ट्रिक हुन्छ दुईजनालाई यसलाई पनि ग्यास्ट्रिक हुन्छ मलाई धेरै प्याज त बुझ्ने यसरी लाम्चो लाम्चो काट्दा हुन्थ्यो त हो त्यसरी ब्याचलर लाइफ होइन क्या ब्याचलर के अरे बिहान गर्दाखेरि भन्छ ब्याचलर होइन ब्याचलरको जिन्दगी मलाई भोटेलाई एउटैमै झ्याम्मै हाल्दा झ्याम्मै पर्यो जाने गीत लगाऊँ न धेरै हाल्दै यसलाई र मासु कति थोरै हालेको हामीलाई यही सिक्दिसँग अम्मा यति कति थोरै हाल्न च्याल चुरा एउटा चिया र चिउरा हाल्नु पर्छ म ट्राई गर्न पऱ्यो सो गाइस आई वान्ट ट्राई ल ओइ यो त काम नगरिकन यो ढिलो भइसक्यो म चिनी हालेँ जस्तो अनि त्यत्रो चिनी हाल्यो ए म त मेरो अनुहारै यस्तो भइसक्यो त्यो चिनी नहाले भन्नु चिया रिभ्यू ला ओइ निम्यो आफै किन निम्यो होइन त्यो उ भएको क्या के अरे यस्तै हुन्छ यो
ओइ ग्यास्ट्रिक हुन्छ नि त आज जिन्दगीमा खाँदै तिमीहरूले कचुरामा चिया ग्यास्ट्रिक भएको मान्छेलाई के भएको यो तिमी खाऊ त अब चियापत्तीमा उवाला हालेको हो कस्तो मिठो अर्को स्वाद छ मैले पकाएको चिया नि मिठो हुन्छ अब चाहिँ मिठो दामी है खाओ साथीहरू One on. We can give that. मेन त यो फ्रीको हो त्यसरी हामी खाइरा अनि त्यो पनि फ्री पनि कसले दिएर राख्छ अर्को सिकाल्छ यसले मनमा नै यसले चाहिँ मासको दाल सोयाबिन हालेर क्या यसले मलाई अनि तँलाई सर्किनु है सर्के नि केही थिएन यस्तो सर्केको त 2 चोटि मैले खाएर नि हुन्छ तेरो बिस्कुट यहाँ ए लुगा यहाँ गयो बक्छु के भन्दा रहेछ ओइ ए म त लुगा ताने गीत गाउँ न त कुन गीत गाउने सुन्नै राखेर बताए माया नै सम्झेर मनको रहर टिङ टिङ कान्छीलाई घुमाउने काठमाडौँ सहर कान्छीलाई घुमाउने काठमाडौँ सहर तिम्रो मस्कारा गयो नि फुले झै साँझमा तिमी फुल्यौ कलेजीमा जमा मनको रहर टिन टिन कान्छीलाई घुमाउने काठमाडौँ सहर कान्छीलाई घुमाउने काठमाडौँ सहर है म चाहिँ मेरो हुन नसकेको बुढालाई सम्झेर मेरो आज ब्रेकअप भयो सरसँग ब्रेकअप भयो मेरो सरको सरको लागि मेरो आश निक्लिरहेको आई मिस यु सर तर के गर्नु सबैको भाग्यमा म हुँदिनँ नि त म प्ले आइहाल्छु भाडा जहाँ छ त्यसको जान्छ भाडा खाइजो लाग्छ ले काली हे छोया ले काली हे छोयाको ढोको सानो माया हे लगाउने ढोको नपुग्दै मर्छु भन सोची बरोबर नराखी भन सोची बरोबर नराखी चोलमा तिमीकै बस्यो माया आँखैमा जिमीकै रातो चोलो पाखुरीमा तिमीकै बस्यो माया आँखैमा जिमीकै आँखैमा गाजलु लपकै भन माया लाइदिउ कि छपकै बैसैमा मर्छु पो क्यारे भन सोल्टी बरोबर नढाकी ए भन सोल्टी बरोबर नढाकी अब यसले भरे बेच्दै गर्ने अस्ति हेरिस हाम्रो टुरको नाइट टुरको हाम्रो कमसम्म बेच्नु थियो मेमोरी हो त्यो डन्स ड्याम्बेड हो क्या अब खाने भयो म खोला बेसी जाए त एउटाले यस्ता खान्छ खोला बेसी जाए सम्मै तिम्रो माया कलेजीमा डम्मै बग्यो खोला बेसी जाए सम्मै तिम्रो माया कलेजीमा डम्मै के गर्नु अर्काला बारी पर्ख तिमीलाई रोइरहने नपारी भैसैमा मर्छु पो क्यारे भन सोल्टी बरोबर राम भोटे भन सोल्टी म हुन गएको खोलेर न त्यसले म हुन हेर्नुहोस् हाम्रो थुक्पा रेडी भइसकेको छ क्यानाडाको भिजा लागेर आज चाहिँ हामी यहाँनिर टक्क लगाएर पार्टी यो हाम्रो फेभरेट पार्टी साथीहरू
क्यानाडाको भिजा क्यानाडाको भिजा ल्याएको छ हाम्रो साथीको त्यसैले हामी यहाँनिर खाजा खान छौँ ओ यम्मी छिराला यहाँनिर एक्साइटेड Oh my god! Oh my god, it looks so yummy! It looks so yummy! छिटो गर न कस्तो तिम्रो तातो भयो त्यो फर्स्टमा कुन हाल्ने हो ओ यसमा हाल्नु तिम्रो बास्ना आएको ट्रिपलमा सँगै कसम खाउला बेहुली बनी बस्नु तिमी जन्ती लिएर आउला यम्मी नुसेर बन्दी हातमा सुनको बाला तिम्रै लागि सोचेको छु स्वयम्वरको माला बनायो मलाई त Let's start! कसले हामीलाई यो राखिदिएको त हाल्नु यसमा खोइ काटा काटा होइन छ त हो एउटा हो त्यो काटा खै म 15 वटा काँटा कहाँबाट ल्याउनु मलाई काटा होइन नि काटा ठ्याक्क दुईजना मान्छे दुईटा काटा आएछ दुनुको गाह्रोले होइन थिएन काँटा यस्तो चम्चा नभए किन 4 वटा राखेर गाइड मात्रै खान थाले साधारण मिठो एउटा भयो त पिठो पखाल्नु पर्दैन है पखालेको भए चाहिँ पिठो नगनाउँदैछ त्यो पिठो मात्रै गनाएको पिठो बनाएकोमा हो यो अदरवाइज त्यही पिठो चाउमिन पिठो बनायो नधोएर मात्र नत्र दामी भएको छ कस्तो मिठो झोल बनाएको हेर्दै म त पानी हो इसा कलेज होइन नि मतलब एउटा कलेज एउटा के उठा न उ तेरो धुनी लुगा यो बरु ओछाएर हामी सबैकोमा हेर्दै त्यो लुगामै लाग्छ अनि पर्केसमै लाग्छ धुनी कमला लुगा के छैन तँ चाहिँ निको हुन्छ कुछ बाले किनभने तातो उठाउ त राम्रै मिलाएको यसले मलाई त्यो झोल मात्र कुकरको मात्र दिए भए पनि म खाइदिन्थेँ आज मिठो भएको बब्बा मिठो एटलिस्ट मिठो त हुनु छ त ढुका गरेर खाऊ न ओइ नयो चम्चा चाहिँ के गरेको यो के गर्ने छ त ठुलो काँटा खानु त Wow, one of the best memories of that is like yeah कति हो किसान घरमा जाने भएको थियो घर पनि कोही जाने के अरे उसको भयो यसमा भयो क्या मतलब डेस्टिनी क्या मतलब भनेर हुँदैन क्या समयमा चना ल्याएको त मेरोमा त चनै हरायो चोइ चनै धोइ मेसिन बगिरहेको एकदम स्लाइमी स्लाइमी के भन्दा आमा मेरो त चाक मात्र आइरहेको हेर्नु मेरो पनि चाक आयो तिनीहरूको चाक मात्रै आएर मैले त अगाडिपट्टि यो ब्ल्याङ्केटहरू हुन्छ नि यसरी बस्छ ब्ल्याङ्केट उठाइदिएर तिमीहरू मिलेर बस्नु यार तिमीहरूको पनि राम्रो आओस् न यार म त अहिले हाल्दै हाम्रो त दबाई चाक आउँछ मतलब आएको छैन तिमीहरूको चाक आओस् कि मुर्जी आओस् हाल्ने म त बहा हो मेरो यति खिच्छ नि खिच्छ मलाई खिच्छ नि यति त भइहाल्छ हामीले इसारा गरेको हुन्छ चाक आए त के मजा आउँछ फेरि अमारो आएको वाला यसमा रिडो पनि गर्नु मिल्दैन अब यो राखेछ भन्दैमा चाहिँ जानी जानी नझार्ने मैले जानेन क्या हाल्दै हो कहाँ मैले चाहिँ गर्छु मिठो भएछ यार कस्तो मिठो बनाएको पहिले यस्तो मिठो झोल मात्रै खानु छु कति मिठो चाउचाउ चाहिँ के हो मलाई यस्तो अझै चाहिँ नि म त सामान भयो भने म इन्ट्रेस्ट लाग्छ सामान छैन भने त यो म त नुन र बेसार भने त त्यति हो मेरो तरकारीको मसला मैले मसला हालिदिनँ हालेको अरे किन हाल्नु त्यही त मासुको मसला अलिकति उठो गएको होला त्यही हाल्दै होला त्यस्तो हाल्दै यस्तो मिठो बना मुलामा त अस्ति मिठो अमिलो पनि मिठो जाडोमा त क्या दामी हुन्छ मिठो हुन्छ जाडो वाउ खै मजाले इच्छा तिमी र म मोटाउनु पर्छ हामी मोटाउने मिश्रण भन्नु हामी धेरै नै धेरै पातलो भएर लक्ष्मी मोटा मैले भोटेले पकाएको खाएको यसले पकाएको त भयो एकपल्ट मासु पकाएको यार साँच्चै निकाल्छु यो त त्यो भुटिदिनु नि हामी मासु रातो हुने गरी भुट्छु म त सेतमै भेसार हालिदिन्छ रातो भयो त उसको लागि अल्छीदेखि एक नम्बर के त यसको घर खाना नराम्रो भइदियो सोध गएर के गरी पकाउँछ भनेर सोध्न अहिले अर्कोचोटिबाट नआओस् भनेर त्यस्तो गरी होइन होइन भने त के गरी पकाउँदैछ मासु भन्छ
तेल हाल्ने मेथी हाल्ने कालो भएपछि मासु हाल्ने फ्राई गर्ने अनि त्यसपछि बेसार हाल्ने नुन हाल्ने बेसार नुन हाल्ने अनि भयो भने लसुन र त्यसले जिरा पिसेर हाल्ने म चाहिँ के गर्छु भने सुरुमा तेलमा प्याज फ्राई होइन अनि मासु रातो हुन्जेल पकायो अनि त्यसपछि बेसार अनि त्यसपछि नुन अनि त्यसपछि अदुवा लसुन गनाउँछ एकछिन तेलमै भुट्नुपर्छ म त लास्टमा हो त्यो अदुवा लसुन तपाईँ चम्चाबाट सिफ्ट भयो जस्तो फेरि अनि चम्चा तैँले थाल खाइदिस् नि त नि अनि गेडा मैले यही चम्चा छोडे होइन मलाई लाग्यो यसले अब मुर्जी अनि प्याज हालिदियो अनि त्यसपछि लास्टमा टमाटर अनि भोलि मसला। अर्को हाल्दा हाले सानो सानो हाले मुर्सी नहाल्ने यो हेर्न संस्कारी भागी मलाई मुरी कुमारी मलाई त यो खाँदै गएपछि त्यही टेस्टमा ढल्क्यो होला पिठो पनि त्यस्तो लागेन गनाएको पनि त्यस्तो लागेन त्यही टेस्टमा ढल्क्यो नि त। मलाई कस्टम कुक बनाइरहेको कसैको पछि नै अहिले पिठो गनाएको थियो तर अहिले त्यसैमा टेस्ट चाहिँ त्यही आउँदै गयो नि त नि अनि त्यसै टेस्टमा हुन्छ बर्थडे आउनु त आज त्यो गिफ्ट गरेर आयो नि त मासु पारेर भन्न बढी आयो त कास्लेको भन्दा आएको नाच्ने आएको छैन न त म भन्छु यार मिलेर पैसा कमाउँ न यार पैसा कमाउँ न हामीले पर्फेक्ट लाग्यो गर्दैन होइन वान साइड अर्डर भनौँ अर्डर चाहिँ दिन लाग्छु तर मेरो माथिबाट प्याज हाल्नु पर्छ होला। म कुसुमको बर्थडेको लागि दिन्छु भन्नु रे हुन्छ भने पछि यति लाला पुग्दैन नि होला चटपटे बन्दैछ खासै तैँले भुजिया धेरै हालिस् कि जस्तो लागिरहेको छ त्यति लाँदा पुग्दैन होला बेकार किनेको तपाईँले कुकर चटपटे देख्नुहुन्छ कुकर कफी त सुन्नुभयो होला कुकर बिरयानी नि सुन्नुभयो होला पर्सि मैले सबै बोकेर आउनु पर्यो त्यसो भयो कति यहाँ भिडियोमा यही हेल्प गर्न लागेको म कस्तो फिल हुँदैछ तपाईँलाई हेल्प सबै होइन सामान चाहिँ कहाँ देखा छैन भयो After this, chapter banana khayo and then एकछिन हल्ला गऱ्यौँ and then we went to our home. Bye bye. Hope you have a good day.